हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। सबैजनालाई धेरै माया छ र धेरै धेरै न्यानो मायाको साथ तपाईँहरूलाई भिडियोमा वेलकम गर्न चाहन्छु। सो आफ्टर लङ टाइम पछि फेरि नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। तपाईँहरूकै कमेन्टको मध्य नजर गरेर तपाईँहरूको कमेन्टको रिप्लाई गर्नको लागि म आज पनि फेरि पनि आइसकेको छु। अलरेडी मेरो थम्बनेल हेरेर चाहिँ तपाईँहरूले बुझिसक्नुभयो कि भिडियो बन्न गइरहेछ आज भनेर। सो तपाईँहरूलाई आज म भन्न गइरहेको छु रोमानियामा चाहिँ मस्ट टप 10 जबहरू, पैसा स्यालेरी धेरै हुने टप 10 कामहरूको बारेमा चाहिँ छोटो मिठो र एउटा राम्रो विश्लेषण गर्ने नै छौँ र स्टार्ट दिस भिडियो गाइज। सो एभ्रिवान लेट्स गो। सो यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो भिडियोमा नयाँ आइराख्नु भएको छ भने प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट मजाले गरिदिनु होला। तपाईँहरूको कमेन्टको रिप्लाई बेस्टली नै म गर्ने नै छु र गरि पनि रहेको छु र टाइम नमिलेर समटाइम मिस भयो होला कसैको, आम भेरी सरी माग्न चाहन्छु र तपाईँहरूको एउटा न्यानो मायाको साथमा म चाहिँ अगाडि बढ्न चाहेको छु। तपाईँहरूको लागि पनि केही होस् भनेर, जो सपोर्ट होस् भनेर म यस भिडियोमा उपस्थित भइरहेको छु। अहिलेलाई स्टार्ट गर्न चाहन्छु। म तपाईँहरूको लागि म केही कुराहरू भन्न चाहन्छु, जे कुरा मैले जानेको छु, जे कुराहरू मैले भोगेको छु, ती कुराहरू तपाईँहरूको लागि सो केही सानो हेल्प होस् भनेर म तपाईँहरूको लागि यो भिडियो बनाउन गइरहेको छु। तपाईँहरूले सोधिराख्नु भएको छ धेरै कुराहरू, सो त्यसको रिप्लाई पनि गर्न चाहन्छु म यही भिडियोबाट। तपाईँहरूमा चाहिँ तपाईँहरू यदि नेपालमा हुनुहुन्छ, नेपालबाट रोमानिया आउन चाहनुहुन्छ, कतिजनाले एप्लाई गर्दै हुनुहुन्छ, कतिजना एप्लाई गरिसक्नु, कोही इन्टरभ्यूको डेट लिएर बस्नुभएको छ, अपार्टमेन्ट डेट लिएर इन्डियाको लागि बस्नुभएको छ, कोही इन्डिया गइसक्नु भएको छ होला होइन। सबैजना वेलकम, सबैजना आउनुहोस्, चाहिँ राम्रो छ, भवाल गर्नुपर्छ सबैजनाले। सो यदि सोचेर आउनुहोस् कि हाई एक्सपेक्ट स्यालेरी चाहिँ हाई एक्सपेक्टेसन खोजेर नआउनुहोस्, लिमिटमा आउनुहोस्, बवाल छ, दामी छ। तपाईँहरूले सोचेको र खोजेको जस्तो हुनसक्छ पनि हुँदैन पनि है, यसमा चाहिँ आम नट स्योर है। तपाईँहरूको लकमा डिफ्रेन्ट पनि पर्छ। तपाईँहरूले अब 100जनामा 99%को नराम्रो हुनसक्छ, 1%को राम्रो पनि छ कि यहाँ। त्यही भएर म 100मा 100% चाहिँ राम्रो छ पनि भन्दिनँ, 99%मा 1%को राम्रो छ र अरूको भनेको नर्मल मिडियममा नै छ, माथि छैन, ठिक्क लेभलमा छ। र तल पनि छ, कसैको तल पनि छ, सबैको एकै नाच कसैको पनि छैन। सबैहरूको कोहीको माथि, कोहीको तल, कोहीको तलै मिलेर छ। सो टप 10 कामहरू, स्यालेरी धेरै भएको कामहरू भनेको चाहिँ तपाईँहरूको लाइक भन्नु नै पर्दाखेरि लाइक होटल, एज अ म होटल फिल्डमै काम गरेको अनुभव अनुसार पनि होटल लाइनमा चाहिँ एकदम बेस्ट नै जस्तो लाग्यो। किनकि त्यसमा चाहिँ धेरैवटा फाइदा पनि छ है। तपाईँहरूलाई के फाइदा चाहिँ के छ भन्दाखेरि बट खाना वहीँ हुन्छ, प्रायः जस्तो म्याक्सिमम् सबै मान्छेको खाना होटलमा काम गर्ने मान्छेहरूको जस होटलमै हुन्छ। कोही कोहीको नहोला, त्यो पनि 700 रुपियाँ चाहिँ तपाईँको फुड कार्डको लागि 700 रुपियाँ दिएर हुन्छ, 700, 650, 600, 750 समथिङ त्यस्तै दिएर हुन्छ। कोहीको त्योभन्दा धेरै पनि होला। एभरेजमा चाहिँ 750 चाहिँ दिन्छ है, खाना भएन भने पनि। त्यही पनि होटल लाइनमा काम गर्ने मान्छेहरू चाहिँ खानाले चाहिँ मर्दैन है। तपाईँले चाहिँ खाना पाउनुहुन्छ होटलमा काम गरेपछि चाहिँ अब आफूले पकाएको कुराहरू चाहिँ तपाईँले खाना पाउनुहुन्छ र त्यो भोकै बसेर चाहिँ काम गर्नु पनि एउटा फाइदाको कुरा हो। अर्को फाइदाको कुरा, तपाईँले होटलमा अब आइसकेपछि काम भनेको बेफाइदा पनि छ, फाइदा पनि छ। फाइदा भनेको स्यालेरी जस तपाईँको स्टार्टिङमा थोरै होला, तर तपाईँले काम सिक्यो, ल्याङ्ग्वेज सिक्नुभयो भने अभियसली तपाईँहरूको स्यालेरी चाहिँ बढ्छ है, हल्का ग्रो चाहिँ हुन्छ। त्यो चाहिँ म 100% नै भन्छु कि कोही कोही त्यो अब एकदम खत्तम थर्ड क्लास कम्पनी पऱ्यो भने चाहिँ बढ्दैन। त्यसमा चाहिँ म पनि भन्न सक्दिनँ है। धेरै मान्छेले भोगी पनि रहेको छ, त्यो चाहिँ म भन्न सक्दिनँ। तर राम्रो कम्पनी, राम्रो चलेको, रोमानियामा चलेको कम्पनीमा आउनुभएको छ भने त्यसमा चाहिँ बढ्छ है, 100% बढ्छ। त्यसमा चाहिँ बढाइदिन्छ नि। तपाईँले कामसाम जानिसकेपछि सबै एउटा किचनमा चाहिँ एउटा आफू लिडर भएर चाहिँ लिड गर्न सक्ने क्यापेसिटी तपाईँको भयो भने चाहिँ तपाईँहरूको स्यालेरी मजाले बढ्छ। तपाईँहरूले बेसिकली पहिला आउँदाखेरि 2800 देखि 3000सम्म खानुभएको छ भने त्यहाँभन्दा धेरै पनि खान्छ भने 4500 खान्छ, 4000सम्म खानु। तपाईँहरू जति पुरानो हुँदै जानुहुन्छ, जति यसमा चाहिँ काममा भिज्दै लगावमा जाँदै हुनुहुन्छ, त्यति तपाईँहरूलाई हरेक वर्ष, हरेक हुन्छ नि 4 महिना 5 महिनामा स्यालेरी 100-200
बढाइदिइरहन्छ तपाईँहरू काम हेरेर ल्याङ्ग्वेज हेरेर प्राथमिक त तपाईँहरूले के दिनु होटल लाइनमा आउँदैन हुन्छ भने चाहिँ थोरै भए पनि ल्याङ्ग्वेज सिकेर आउनु एकदम बेस्ट हुन्छ तपाईँहरूको लागि किनकि यहाँ आइसकेपछि भित्र किचनमा लाइक अरू मान्छे नभएर यहीँको रोमानियनहरूसँग काम गर्नु पऱ्यो भने तपाईँहरूलाई धेरै गाह्रो हुन्छ कि लाइक उनीहरूले अब होटलमा काम गरिसकेपछि त अब किचनभित्र अब हेल्पफुलमा काम गर्न आउनुभयो भने सेफमै काम गर्न आउनुभयो भने त्यसले अब उनीहरूको भाषामा अब आलु लिएर आइज भन्ला होइन आलुलाई के भन्छ भने थाहा हुँदैन चम्चाहरू माग्ला त्यो गर्नुला झाडु लगाउनुला होस् भन्ला हो त्यस्तो सानो सानो कुराहरू चाहिँ सिकेर आयो भने धेरै फाइदा आफूलाई हो र यहाँ आएर सिक्नको लागि अलिकति टाइम लाग्छ र थोरै पैसामा चाहिँ बसेर चाहिँ आफूले त्यो कुराहरू सिक्नको लागि टाइम पनि लाग्ने भयो आफूलाई घाटा पनि हुने भयो सो अर्को घाटाको कुरा चाहिँ के छ भने होटल लाइनमा तपाईँहरूको चाहिँ जाने एउटा फिक्स टाइम हुन्छ तर आउने टाइम कहिले पनि फिक्स हुँदैन तपाईँहरूले कोही बेला तपाईँहरूको ड्युटी 12 घन्टा भनेको छ भने कोही बेला 16 घन्टा नि भइदिन्छ त्यो चाहिँ गर्नै पऱ्यो क्या गर्दैन भने पाउँदैन होटलमा चाहिँ गर्नै पऱ्यो फिक्स टाइम हुँदैन होटलमा चाहिँ जाने फिक्स टाइम हुन्छ तर आउने फिक्स टाइम कहिले पनि हुँदैन र किचनमा धेरै प्रेसर पनि हुन्छ र धेरै गर्मी पनि हुन्छ र कामको लागि चाहिँ धेरै हेडेक पनि हुन्छ किचनमा चाहिँ धेरै गाह्रो छ किचनमा काम गर्नलाई चाहिँ एउटा गाह्रो पनि छ र फाइदा पनि छ त्यसलाई चाहिँ सहेर काम गर्ने मान्छेहरूलाई एउटा राम्रो पनि छ है अब किचन लाइनमा भनेको होटलमा लाइनमा भनेको तपाईँहरूको अलिकति स्यालेरी धेरै दिने भनेको तपाईँहरू पिज्जा मेकर अझ पिज्जा मेकर नर्मली पिज्जा तपाईँलाई सफ्ट बनाएर चिज पकाउन आउने छ भने पिज्जा मेकरमा बेस्ट छ स्यालेरी ठिक छ अरूको हेरी स्यालेरी राम्रो काम पनि सजिलो र आनन्द पनि छ फ्राइड पिज्जा बनाउन मजाले आयो भने जस अरूको भन्दा त्यस्तो हेडेक छैन काम अलिकति सजिलो छ त्यसमा अनि अर्को भनेको तपाईँहरूको बर्गरहरू बनाउने पनि ठिकै छ बर्गर हबहरूमा त्यहाँ पनि बर्गर सर्गरमा ठिकै हुन्छ प्याटिस अब त्यो ग्रिल सिल गर्दा अलिकति गाह्रो हुन्छ हेभी हिटमा काम गर्नुपर्छ है त्यसमा पनि ठिकै छ अर्को सोर्मामा राम्रो छ तपाईँहरू सोर्मा कतै पनि तपाईँ दुबई कतार साउदी समथिङ कतै गएर सोर्मामा कबाबहरूमा काम गर्नुभएको छ भने यहाँ पनि चल्छ है त्यो चाहिँ फेरि अलिकति त्यस्तै किचन छिर्नु भने त्यसै सोर्मा ऱ्यापहरू बर्गरहरू स्यान्डविचहरू चाहिँ त्यसमा सोर्मा बनायो भने त्यसमा पनि तपाईँहरू प्लस पोइन्ट र सजिलो पनि हुन्छ सोर्मा अनि यहाँको मान्छेहरूले बवाल हान्छ र बवालै चल्छ सो अर्को कुरा भनेको पास्ताहरू पनि यहाँ पास्ताहरू बनाउन आउँछ भने तपाईँहरूलाई पास्ताहरू सुपहरू सलादहरू सबै चल्छ है यहाँनिर तपाईँहरूको लागि प्लस पोइन्ट पनि त्यहाँ नै छ है फेरि अनि हामीलाई काम सबै आउँछ तर कोही मान्छेहरू हुनुहुन्छ एउटा आफू चाहिँ खतरा एउटा एज अ सेफ छ भने पनि त्यो मान्छेलाई चाहिँ ल्याङ्ग्वेजले पनि प्रभाव बनाउँछ उसले चाहिँ अब ल्याङ्ग्वेज नआएपछि आफूसँग भएको कला पनि त्यहाँनिर प्रस्तुत गर्न पाउँदैन है त्यसमा पनि अब तपाईँहरूको धेरैवटा टाइप होटलहरू हुन्छ अब कतिको चाहिँ अब होटलमा पनि धेरै राम्रो छ स्यालेरीहरू अब कस्तो खालको होटल पर्छ भन्ने कुरो छ कि अब रेस्टुरेन्ट लाइनमा कस्तो खालको चाहिँ रेस्टुरेन्ट पर्छ भन्ने कुरो हो अब अलिकता राम्रो चल्ने रेस्टुरेन्ट छ राम्रो सेल्स हुन्छ भने त्यसमा चाहिँ स्यालेरीहरू राम्रो छ अब तपाईँहरूको थ्री स्टार लेभलको होटल भयो भने त्यसमा चाहिँ एकदम फेसिलिटी पनि राम्रो हुन्छ खानादेखि लिएर बस्ने रुमदेखि लिएर हरेक कुराहरूको फेसिलिटी हुन्छ तपाईँहरूलाई अब बोनसहरू दिइरहन्छ टिप्स हुन्छ त्यही भएर पनि तपाईँहरूको स्यालेरी चाहिँ अलिकति धेरै नै हुन्छ होइन सानोतिनो रेस्टुरेन्टहरूमा चाहिँ त्यस्तो चाहिँ अलिकति हुँदैन अब कतिको चाहिँ हुन्छ कतिको हुँदैन पनि अनि गाह्रो पनि हुन्छ काम पनि आवर पनि धेरै हुन्छ अनि उनीहरूले मन लागि नेमहरू राखिदिन्छ अब मन लागि अब आफूले सोचेको भन्दा पनि धेरै काम गराउँछ काम लगाउँछ पेलान गर्छ अब विदेशी अब नेपालीहरू अब विदेशीहरूलाई त अलिकति पेलिहाल्छ यहाँको अब मान्छेहरूले त अब यिनीहरू काम गर्न आयो यहाँ हो भनेर पेलिहाल्छ है अब गर्दिनँ भने पनि मिलेन गर्नै पऱ्यो अब त्यही अनुसार बाध्यताले आयो अब हामी पनि त्यही अनुसार काम चाहिँ गर्नै पर्छ है अनि अलिकति राम्रो स्टार लेभलको अलिकति राम्रो रेस्टुरेन्ट होटलमा पऱ्यो भने चाहिँ त्यहाँ चाहिँ फिक्स आवर आफ्नो तोकिएको काम गर्न पर्छ तोकिएको टाइम हुन्छ त्यसमा चाहिँ एकदम राम्रो पनि हुन्छ र तपाईँहरूलाई अब डिफ्रेन्ट पर्छ अब कस्तो खालकोमा पर्छ भन्ने कुरो उहाँबाट नि तपाईँहरूले डिसाइड गरेर आउनु भने बुझेर आउनु भने तपाईँहरूलाई एकदम बेस्ट हुन्छ र अर्को कुरा भनेको तपाईँहरू सप्लाई कम्पनीमा नि स्यालेरी चाहिँ राम्रो छ त सप्लाई कम्पनीहरू निकै नराम्रो पनि छैन कतिवटा चाहिँ राम्रो पनि छ कतिले चाहिँ राम्रो पनि पाइरहेछ
कतिलाई चाहिँ नराम्रो पनि भइरहेछ। अब कतिलाई चाहिँ सप्लाईमा चाहिँ सप्लाई गरे गर्ने, अब घरि सेक्टर 1 2 3 4 5 त्यता कता चेन्ज गरिराख्ने, यहाँ काम सक्यो उता लग्यो उता साह्रै राखिदिन्छ। त्यो चाहिँ लास्ट चाहिँ हुन्छ लकिज भएको सामान प्याक गऱ्यो फेरि उता लिएर गयो, 1 महिना गऱ्यो 1 हप्ता गऱ्यो फेरि त्यहाँबाट प्याक गरेर फेरि अर्को ठाउँ जान्छ। त्यो चाहिँ लास्टै झ्याउ हुन्छ। त्यसमा चाहिँ त्यो चाहिँ बुझेर आउनु भने तपाईँहरूलाई बेस्ट हुन्छ, बुझेर आउनु भने तपाईँहरूलाई त्यो गाह्रो हुन्छ। त्यो चाहिँ अब त्यसमा चाहिँ अब फेरि तपाईँहरूको सिजनमा काम भइदिन्छ, सिजनमा राम्रो हुन्छ, अफ सिजनमा लागेपछि काम भएन भने फेरि कामै हुँदैन। अब के कामै हुँदैन नि, स्यालेरी पनि दिँदैन, अनि बेसिक स्यालेरी दिन्छ, थोरै पैसा दिन्छ, अनि त्यसमा अब खाना आफ्नै होला, फुड कार्ड 700 रुपियाँ फुड कार्ड दियो भने त ठिकै हो, फुड कार्ड पनि काम भएन भने दिँदैन, अब त्यही पैसाबाटै खानु पऱ्यो। त्यही भएर गाह्रो हुन्छ। बुझेर आउनु, बुझेर आयो भने राम्रो छ, नराम्रो छैन, एकदम राम्रो छ यहाँनिर। हो 100मा 99%को ठिकै होला, 1%को त राम्रो हुन्छ नि त। त्यही हो, तपाईँहरूले पनि त्यही सोचेर आउनुहोस्। आफ्नो लकलाई फेयर हुन्छ, लकले साथ दियो भने राम्रो छ, राम्रो हुन्छ सबैजनालाई। अनि धेरैजना मान्छेहरूको चाहिँ गभर्मेन्ट यो कम्पनीमा कस्तो होला, यो कम्पनीमा कस्तो हुन्छ भनेर आफूलाई सोधिराख्नुहुन्छ कम्पनीहरू भनेर। त्यसमा चाहिँ मैले भन्न मिल्दैन। अब फोटोहरू सबै पठाइराख्नु भएको छ, मैले हेरिरहेको छु, सर्च गरेर पनि हेरिरहेको छु। अनि त्यसमा काम गर्ने मान्छेहरू पनि भेटिरहेको थिएँ मैले। त्यो कम्पनी चाहिँ यस्तो, अब तपाईँहरूले पठाएअनुसार चाहिँ अब तपाईँहरूलाई पनि जस मैले पनि सोध्थेँ अब यस्तो कस्तो भनेर। त्यसमा चाहिँ अब भन्न मिल्दैन। त्यो कम्पनीमा चाहिँ कसरी भन्नै मिल्दैन। मैले काम गरेँ होइन जस बाहिरबाट हेर्दा मात्र, बाहिरबाट हेर्दा त राम्रो हुन्छ, तर त्यसको भित्रको चिजहरू पनि थाहा हुनुपर्छ। त्यही भएर तपाईँहरूलाई फेक त्यो हुन्छ नि, नजाने कुराहरू बोल्न म चाहदिनँ। त्यही भएर त्यसको बारेमा राम्रो रिसर्च गरेर मान्छे भेटेर कुरा गऱ्यो भने राम्रो होइन। अब प्रायः जस्तो कम्पनीमा अब भनौँ न, अब प्रायः जस्तो यहाँको धेरैजना भेटे अनुसार चाहिँ अब एउटै कम्पनी काम गर्ने मान्छे पनि कसैको स्यालेरी चाहिँ धेरै छ, कसैको थोरै छ क्या। अब सँगै आएको मान्छे, सँगै स्टार्ट गरेको मान्छे पनि त्यस्तो छ है प्रायः जस्तो चाहिँ। अब त्यो भनेको चाहिँ आफूमा डिफ्रेन्ट पर्छ है। अब आफू चाहिँ कतिको एक्टिभ छु, कतिको बोल्न सक्छ, कतिको काम दिनु सक्छ, त्यही अनुसार चाहिँ स्यालेरी पनि तपाईँहरूको डिसाइड गरिदिन्छ उसले। तपाईँहरूले ल्याङ्ग्वेज छिटो सिक्नुभयो, ल्याङ्ग्वेज छिटो जान्नुभयो, कामहरू पनि फास्ट गर्नुहुन्छ, कामहरू पनि राम्रो गर्नुहुन्छ भने तपाईँहरूको बढ्छ। अब अलिकति एक्टिभ हुनुहुन्न, ल्याङ्ग्वेज पनि सिक्नु हुँदैन, त्यस्तै हो भने स्यालेरी पनि अब त्यही अनुसार हुँदैन। त्यही हो, त्यही भएर कम्पनीहरू सबै राम्रो हुन्छ, तर आफूले आइसकेपछि यहाँ आएर चाहिँ तपाईँहरूले चाहिँ कसरी बढाउने, कसरी चाहिँ आफू अलिकति धेरै स्यालेरी खाने भन्नेपट्टि चाहिँ लाग्नु र गर्नु भने राम्रो हुन्छ। राम्रो छ, सबै चिजहरू राम्रो हुन्छ। त्यो भनेको अब आफूले भोग्दै गएपछि थाहा नि कुरो। त्यही भएर अलिकति मैले चाहिँ त्यो अलि नचाहिने चिजहरू चाहिँ मैले भन्न मिल्दैन, किनकि मैले अलरेडी मलाई थाहा नभएको कुरो चाहिँ म भन्दिनँ। अब मेरो कम्पनीमा आउँदैन हुन्छ भने त्यसमा चाहिँ भन्नु मिल्छ, मलाई सबै कुराहरू थाहा छ, त्यसको भन्नु मिल्छ। तर मैले काम नगरेको र मैले थाहा नभएको कुराहरू तपाईँहरूलाई फेक इन्फर्मेसनहरू चाहिँ भन्नुभयो भने तपाईँहरूलाई पनि गाह्रो हुन्छ। राम्रो छ, एकदम सही छ भने तपाईँहरू त्यही अनुसार एक्सपेक्ट गरेर आउनु यहाँ नहोला होइन। त्यही भएर तपाईँहरू पनि गाह्रो हुन्छ। त्यही भएर म भन्न चाहदिनँ त्यस्तो चाहिँ। अनि त्यहीहरूले कमेन्ट गर्नुभएको चाहिँ मेरो चाहिँ वर्क पर्मिट आएको यति भइसक्यो, एक्सपायर हुन लागिसक्यो, अनि मैले चाहिँ डेट पाएको छुइनँ भनेर कमेन्ट गरिराख्नु छ। अनि त्यसमा चाहिँ म के भन्न चाहन्छु, त्यो चाहिँ तपाईँहरूको एजेन्सीमा डिफ्रेन्ट पर्ने कुरा हो होइन। तपाईँहरूले त फुल पेमेन्ट गरिसक्नु भयो, उसलाई त पेमेन्ट दिइसक्नु भयो, त्यही पनि उसले डेट लिन सक्दैन। अनि फेरि तपाईँहरू आएको मान्छेले डेट लिएर गइरहेछ, अरू मान्छेहरू आइरहेछ, इन्टरभ्यू दिइरहेछ। इन्टरभ्यू त्यही हो, तपाईँहरूको एजेन्स दलैहरूलाई डिफेन्ड पर्ने कुरा हो। त्यो चाहिँ अब दलैहरूले भिडियो हेरेर यहाँ गरिरहेको हुन्छ होइन, त्यो मतलब कुरो होइन। त्यो त उनीहरूले गरे हो नि त, तपाईँहरूले पेमेन्ट तिर्सिएपछि त्यो उनीहरूले लिने चिज हो नि त, उनीहरूले गर्नु पऱ्यो नि त। गर्नु परेन त, पैसा हेरेपछि गर्नु पऱ्यो नि त। उसले गरेन भने तपाईँले उसलाई भन्नुहोस्। अब सँगै तपाईँहरूको अरू साथीहरू अरू मेन्टल गऱ्यो भने उनीहरू चाहिँ डेट पाइसकेको छ, पाइसक्यो, अनि तपाईँले चाहिँ किन आउँदैन त? तपाईँले आउनु पऱ्यो नि त। काम गरेपछि पैसा पेमेन्ट गरेपछि आउनु पऱ्यो नि त, उसलाई त्यो भन्नु पऱ्यो तपाईँले, अनि हुन्छ नि त। किनकि उनीहरूले अब आफू पनि धेरै खान खोज्ने, उता इन्डियाको एजेन्सीलाई चाहिँ थोरै दिएर डेट लिन खोज्यो होला होइन। अनि त्यसरी त कहाँ डेट आउँछ त नि, कसरी दिन्छ र? उसलाई जति पैसा दियो, जसले धेरै दियो उसले पनि त्यसलाई डेट दिने त हो नि। उसले नै अब आफूले धेरै खाएर आफू पनि खान खोज्ने, उता पनि थोरै दिन खोज्ने, आफू चाहिँ धेरै खान खोज्यो भने त कहाँ डेट दिँदैन, पाउन गाह्रो हुन्छ। त्यही गाह्रो भएर तपाईँहरू केही नबोलेर केही चुप लाएर बसेर तपाईँहरूको पनि
ढिलो भयो तपाईँहरू प्रेसर दिनुहोस् उसलाई लि भन्नु पैसा पेमेन्ट दिइसकेपछि त्यो उसले गर्नुपर्ने काम हो गर्नु पऱ्यो त्यही भएर तपाईँहरूले जति भन्ने त्यति उनीहरूले छिटो गरिदिन्छ है तपाईँहरूले भन्नु भने तपाईँहरूको हुँदैन तपाईँको पैसा त्यहाँबाट डेट सक्यो भने तपाईँहरूले झन् गाह्रो हुन्छ त्यही भएर उसले प्रेसर दिनु पऱ्यो प्रेसर दिएपछि गर्छ त्यही तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो यदि भिडियो मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट गर्नुहोला सो आजको लागि यति नै भन्न चाहन्छु र छुट्टिन चाहन्छु सो all guys love you so much everyone keep your support continue